सबैले यो मञ्जुश्रीको प्रार्थना चाहिँ हामी सबै सँगै पढौँ। Lama dangombo jizen jembe yang la jiang za lo gangi lo dren dren nye dren da nye dara nam da ra za ji nye den gu ji ji zi shi nye ge dong ga le wan zi gan da zi be zara ma ri min don dong ma ji zi re Gazor gola buje darze yela dujo yande so dodra chedo nyemo nyelo lege jado dulze mare meze donga nyogo chenye jenze ralde dene daje saje daze yende lezo jaze de Chudai Judai Jenye Jende Dale Minse Jambe Yanla Rabdunde Omarabazanade 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 Kera Zenje Dalende Mo Membarabza Andan Denje Jean Dobaye Lodem Bobe Nawan Zando So Ganze Davarande Ba Jonzen Devarande Nai Gomba Jamyan Denye Gingme Barya Tongwarai Chanza Wadan Chujin Jaba Jesu Yeran Gushin Sowai Gewa Junse Dagin Jesu Tamjen Zoben Janjun Jiringo Sashen Bujun Jujin Medon Rira Lingshin Nyeden Jembande Sangye Shindo Mingde Muaye Drogen Namda Shinlan Chebara Jo Semje Namji Sambandan Loyen Jedan Jendaramba Chejon De Monde Baye Chejen Gurla Gurundon So Abge de yeşil zor şengeme doge bonjo segelo mo tabrije go şeje jabu jela buja jagar bence bela garınca be manjone kola de rome dadan ne sumo kana orgere borje la zo ande o meje ge foran ne düzü sayın günü mo razım çego mozum dence be da la meje la so ande ona manje nagada ne be sinjen tamje tonjala ne be yando zo be sange go ban borje la da gici ne jan go borje Gulong Jiangchu Chodo Semje Zer. Yo jagat go sabai pranya rulezi. Moksha maze moilib sin purauni saktsu banerazi. Amro man go bal utpana garnu wala. Ani tegati yo ikchina anga chimera pasnu wala. Oh, nasıl? Awas clear aisa? Aisa hi. Mere earphone yoramadır laisu. Tira launda kira alik after resagi. राम्रो आइरहेछ कि पहिला Oh, la, हुन्छ. ल सो अनि अस्ति हामीले चाहिँ के अरे शिक्षा कतिको महत्त्वपूर्ण र शिक्षाको अर्थ के हो भनेर चाहिँ भनेको थियो एउटा चाहिँ अर्को चाहिँ परम्परागत शिक्षा र आधुनिक शिक्षाको बिचमा के भिन्नता छ के फरक छ वाट्स डिफरेन्ट है त्यो चाहिँ भनेको थियो दोस्रोमा अनि तेस्रोमा चाहिँ अनि त्यो भित्र भने अहिले बुद्धिस्टको जुन हाम्रो शिक्षा छन् त्यो परम्परागत शिक्षा हो
त्यो चाहिँ कति आवश्यकता छ हाम्रो जीवनमा होइन कति महत्त्वपूर्ण छ भनेर चाहिँ तेस्रो मध्ये भनेको थियो 14मा चाहिँ त्यो बुद्धिस्टको शिक्षा लिँदाखेरि सुरुमा हाम्रो आशय कस्तो हुनुपर्छ शुद्ध आशय हुनुपर्छ अस्ति भनेको थिएँ अनि आशय चाहिँ पहिला राम्रो हुनु पर्यो अनि त्योमाथि चाहिँ बुद्धको शिक्षा कसरी हामीले अभ्यास गर्नु पर्यो त होइन बुद्धको शिक्षा चाहिँ हामी कसरी सिक्ने पर्यो कसरी अप्नाउनु पर्यो कसरी अभ्यास गर्ने पर्यो भनेको त्यसको बारेमा छोटकरमा अस्ति हामी समय नपुगेको कारण छोटो छोटो भनेको थियो अनि अब त्यो बुद्धको शिक्षा लिने तरिका चाहिँ कस्तो हो भन्दाखेरि जे कुरामा पनि एउटा शिक्षा आफूले पाउनुको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि त्यो शिक्षा आफैले पाउनुको लागि त्यसको के भन्छ यो पाउनुको लागि कारण के हो बुझेर त्यो कारण चाहिँ जम्मा गर्ने त्यो विपरीत कारण भन्छ नि त्यो विपरीत त्यो शिक्षा आफूमा पाउनुको लागि जुन चिजले के अरे के के भन्छ अब्स्टेकल गर्छन् होइन त्यो चाहिँ हाम्रो के हो त चिनेर चाहिँ त्यो हटाउनु पर्यो क्या हामीले बाधा गर्छ होइन त्यो शिक्षा आफूमा उत्पन्न हुनुको लागि जुन कुराले बाधा गर्छ त्यो बाधा के हो पहिले चिन्नु पर्यो त्यो बाधा चाहिँ हराउनु पर्यो त्यो शिक्षा आफूमा राम्रोसँग पाउनुको लागि कारण के जम्मा हुनुपर्छ त त्यो चिनेर त्यो कारण चाहिँ जम्मा गर्नु पर्यो अब त्यो चाहिँ अस्ति छोटोमा चाहिँ कारण के हो त भन्दाखेरि बिर्य होइन डेलिजेन्ट भन्छ नि हामी बिर्य चाहिँ हो त्यो चाहिँ आफूमा चाहिँ वृद्धि गर्नुपर्छ अनि शिक्षा आफूमा राम्रो पाउनुको लागि बाधक के छ त भन्दाखेरि अनि हाम्रो के लेलो भन्छ आल्छीपना होइन लेलोमा पनि धेरै प्रकारको हुन्छ दाङ्गिङे बि लेलो अनि झ्यावाङ लेलो जी मिन्युम बि लेलो भन्छ लामा भाषामा त्यो सायद धवयाङजीले त्यो थाहा छ भने भनिदियो पनि हुन्छ म एक्ज्याक्टली चाहिँ आएन नेपालीमा चाहिँ एउटा चाहिँ के भन्छ नराम्रो काममा लागि पर्ने खालको अल्छीपना भयो एउटा चाहिँ आफूले आफूलाई हेप्ने खालको अल्छीपना भयो अनि एउटा चाहिँ के पो थियो के बोला जी मिन्युम्बा राम्रो र नराम्रो तटस्थ भएको राम्रो नराम्रो दुइटैमा लाग्ने खालको अब भन्दाखेरि आजकल एकदमै राम्रो होइन बुद्धले यस्तो राम्रो भनेको छ हामीले अल्छेपना भनेको चाहिँ एउटा मात्रै कि काम केही गर्नु मन नलाग्ने होइन केही बनाउन त्यसैले मात्रै अल्छी भन्छ बुद्धले एकदम राम्रो भनेको छ कि अल्छी भनेको त्यस्तो मात्र होइन क्या त्यो होइन अल्छीले धेरै प्रकारको छ अरे कि एउटा चाहिँ त अहिले भने नि सुतेर बसेर काम केही गर्नु नलागेको थियो भने अल्छी हो होइन भनेको होइन तर अर्को अल्छी चाहिँ के हो त भने झ्यावाङ हिँसे भने साधारण होइन साधारण कार्यहरूमा चाहिँ व्यस्त हुनु पनि अल्छी हो अरे होइन यो के भन्छ हाम्रो झ्यावाङ हिन्बा भनेको चाहिँ बेकारमा हाम्रो युट्युबतिर कति समय हामी खेर पर्छन् गर्छन् बेकारमा हाम्रो आजकल छ नि सुन्छु सिरियलहरू कति हेर्ने हुन्छन् होइन कोरियन सिरियल हिन्दी सिरियलहरू कति हामी समय के अरे ब्याट्छ होइन वेस्ट गरेर राखेको छ त्यो सबै अल्छी हो कि त्यो त्यसले अल्छीको नाम के भन्छ भन्दाखेरि झ्यावाङ सिङ्गे ल्यालो कति राम्रो भन्नुभएको छ हेर्नु त अनि एउटा चाहिँ के हो भन्दाखेरि दाङ्गी ल्यालो एकदम राम्रो छ कि ओहो म त जान्दैन म त उमेर यति पुगिसक्यो म त जान्दैन म टिबेटन आउँदैन भनेको जस्तो छेउ पनि आऊ भन्दा धेरैजनाले म त टिबेटन आउँदैन कहाँ म जान्छ भन्छ आफू आफैले हेला गरेको ले के भन्छ भने त्यसले झ्यावाङ हिँसिङ ल्यालो त्यो पनि एउटा अल्छीपना हो भनेको छ बुद्धले त्यही गर्दाखेरि शिक्षा आफैले राम्रो गरेर एउटा बुद्धको शिक्षा जे शिक्षा भए तापनि आफूलाई राम्रोसँग पाउनुको लागि ती तिनवटा अल्छीपनामा 3 प्रकारको छ ती 3 प्रकार अल्छीपना चाहिँ हामी चिन्नु पर्यो त्यो चिन्नेर चाहिँ त्यो त्याग्ने प्रयास हामी गर्नु पर्यो कि यदि त्याग्ने सक्छ भने शिक्षा हाम्रोमा पाउनुको लागि कसैले पनि बिना बाधा गर्नु सक्दैन कि तपाईँले त्यो शिक्षा त्यो ज्ञान चाहिँदैन भनेर पनि आउँछ कि आफूमा अब हाम्रोमा अल्छीपना दिइरहेछन् बिर्य पनि छैन भने प्रार्थना गरेर पनि पाउँदैन त्यो शिक्षा हामीले जति प्रार्थना गरेर पनि पाउँदैन हामीले बुद्धले भनेको छ नि प्रार्थना मात्रै पाउँछ भनेको छैन नि प्रार्थना चाहिन्छ है नचाहिने होइन नि तर बुद्धले त 4 आर्य सत्य टिचिङ गर्दाखेरि के भनेको छ होइन दुःख चाहिँदैन भने दुःखको कारण चिनेर पहिले त्यो हटाउनु सुख चाहिन्छ भने सुखको कारण के हो त्यो चिनेर पहिले सुखको कारण चाहिँ जम्मा गर्नु अरे के बुद्धले भनेको छैन तिमीहरू दुःख चाहिँदैन भने दुःख नहोस् भने मैले प्रार्थना गर्नु बुद्धले भनेको छैन कि
तिम्रो सुख चाहिन्छ भने सुख पाउनको लागि मैले प्रार्थना गर्नु मैले पूजा गर्नु अनि तिम्रो सुख पाउँछ भनेकै छैन नि बुद्धले आफ्नो सुखको कारण के हो चिन्नु त्यो सुखको कारण जम्मा गर्नु दुःख चाहिँदैन भने दुःखको कारण चिन्नु त्यो दुःखको कारण आफैलाई हटाउनुहोस् कति राम्रो छ हैन त्यो गर्दाखेरि अहिले मैले भने नि शिक्षा चाहिन्छ भने शिक्षाको कारण के हो त पाउनेको कारण के हो त्यो नपाउने लागि अवरोध केले गर्छ त्यो चिन्नु पर्यो हामी त्यो भन्दाखेरि त्यो चाहिँ एकदम मनमा राख्नुपर्छ है हामी अनि त्यो यदि चिन्यो भने हामीले चाहिँ शिक्षा चाहिँदैन भने ज्ञान चाहिँदैन भने पनि त्यो ज्ञान आफूमा आउँछ त्यो चाहिँ ग्यारेन्टी हो अनि त्यो चाहिँ अस्ति अलिकति हामी समय नभएको कारणले छुट्टामा तपाईँहरूले अनि अझै तपाईँहरू एकदम इन्ट्रेस्ट छ भने अस्ति हाम्रो रेकर्डिङ पनि छ होला तपाईँहरू न अस्ति आउनु नभ्याएको छ भने उहाँहरूले चाहिँ सुनेमा हुन्छ एकछिन काम लाग्छ कि जस्तो म चाहिँ अपेक्षा चाहिँ गर्छु अब आज हामी के भन्छु भन्दाखेरि यहाँ बुद्धको शिक्षा अस्ति मैले भने एकदमै महत्त्वपूर्ण छ है भन्दाखेरि एकदमै मनमा राख्नुहोस् है बुद्धको शिक्षा किन महत्त्वपूर्ण छ अस्ति मैले नि दुङ्गल छागिसेल मेजी निगी तोबासेल छुनी हिवादेन बे बुद्धले चाहिँ पराधीप्रति के भन्नु पराधीहरूले के भनेको छ भन्दाखेरि म पराधी तिमीहरूको पाप र अनि दुःख चाहिँ म हटाउने हातले यस्तो हटाउन सक्दैन हाम्रो टेबलमा त दुलो छ हाल्दा यस्तो हटाउन सक्छ नि त्यसरी हटाउनै पनि म सक्दैन है डोवी दुङ्गल छागिसेल मिछाक भने हात सेल मिन्जिङ निगी तोपा भने मेरो त्यो पराधीहरू दुःख कहाँबाट आयो भनेको दुःखको कारण अविद्याबाट आयो कि इग्नोरेन्टबाट आयो कि मूल कारण है कारण धेरै छ त मूल त्यो इग्नोरेन्स चाहिँ हटाउनको लागि के छ ज्ञान छ अज्ञानता हो नि इग्नोरेन्ट भन्दा अज्ञानता हो त्यो अज्ञानता हटाउनको लागि ज्ञान चाहियो त्यो ज्ञान प्राणीमा ज्ञानै छैन भने त्यो अज्ञानता हुन्छन् अज्ञानताको कारणले चाहिँ दुःखहरू चाहिँ उत्पन्न हुन्छन् त्यो गर्दाखेरि ओहो प्राणीहरू दुःख छ त्यो दुःख हटाउनको लागि कारण अज्ञानता रहेछ अज्ञानता हराउनुको लागि ज्ञान चाहिँ नि रहेछ उनीहरू ज्ञान नभएको चाहिँ मेरो ज्ञान चाहिँ उहाँहरूले दिउँ है भनेर साट्नै सक्छ भने सक्दैन अरे कि ट्रान्सफर होइन त्यो गर्न सक्छ भने सक्दैन अरे कि निगी तोक्पा निगी भने मेरो तोक्पा भनेको ज्ञान सेनलाई फो मिनबा ट्रान्सफर गर्न सक्दैन अरे अनि बुद्धले के गर्न सक्छ भने म त तिमीहरूले दुःख कसरी हटाउने त सुख कसरी हामी प्राप्त गर्ने भनेको चाहिँ त्यसको उपाय चाहिँ के हो भन्दाखेरि सत्यको दर्शन हो सत्यको मार्गको दर्शन हो त्यो मैले दिन सक्छु भनेको छ कि अब बुद्धले सत्यको मार्ग छुनी शिवादेव भन्छ नि सत्यको मार्ग मैले देखाउन सक्छु त्यो सत्यको मार्ग देखाएकोमा चाहिँ तिमीहरू लाग्यो भने तिमीलाई लाग्ने तरिका कस्तो हो त मैले अर्को केही गर्न सक्दैन सत्यको मार्ग होइन त्यो सत्य मार्ग तिमीले अभ्यास गरे भने तिमीहरूले चाहिँ दुःख हटाउने र सुख प्राप्ति त्यहीँबाट हुन्छ मैले के गर्न सक्दैन अरे कि म त तिमीहरूलाई मार्ग र सत्यको दर्शन दिने मात्र हो गाइड गर्ने मात्रै हो अब त्यो बुद्धले दिएको छुनी शिवतेम्बे भन्छ नि त्यो सत्यको दर्शन दिएको छ भने त्यो सत्यको दर्शन हामी घरमा रहेर पूजा घरमा रहेर पानी चलाएर भएन नि अहिले कन्जुर डेन्जुर भन्छ नि हामी धेरै जस्तो चाहिँ विचार गर्छ कि आज हामी हिमालयनहरू के गर्छ भने कन्जु पढ्न नसक्यो भने वर्षमा एकजुट बुम त पर्छ नि प्रज्ञा पारमिता त्यो 12 वा 16 छिला भएको चाहिँ त्यो पर्छ कि राम्रो हो राम्रो नराम्रो हो भने धेरै पुण्य ठुलो तर त्यतिले ज्ञान प्राप्त हुँदैन नि अज्ञानताले त्यति पढेर हटाउँदैन नि अज्ञानता हटाउनुको लागि त्यो अज्ञानताको प्रतिपक्ष ज्ञान हो कि ज्ञान जबसम्म उत्पन्न ज्ञानको प्रदीप हाम्रो मनमा जबसम्म के अरे बाल्दैन तबसम्म अज्ञानता हटाउनै सक्दैन कि त्यो गर्दाखेरि बुद्धले सत्यको मार्ग चाहिँ देखाउन सक्छु त्यो देखाएको छु भन्दाखेरि हामी त्यो सत्यमा मार्गमा लाग्नु पर्यो त्यो सत्यको मार्गमा लाग्ने भनेको लाग्ने तरिका कस्तो हो त भन्दाखेरि परम के अरे विधिगत रूपमा भन्छन् नेपालमा जुन बुद्धले देखाउनु क्या हे सम गोम कस्तो राम्रो छ कि कुनैमा छैन श्रवण चिन्तन मनन सायद त्यस्तो पनि भन्छ के त ठेबा धर्म सुन्ने श्रवण चिन्तन सम्भा मनन वा ध्यान
त्यो तिनटाद्वारा कर्मस रूपमा जानु पर्यो कि त्यो आजकल मान्छेहरू के गर्छ भने त्यो नबुझेर बुद्धले जुन सत्यको मार्ग मैले केही गर्न सक्दिनँ सत्यको मार्ग चाहिँ तिमीहरूले जस के अरे यथार्थ चाहिँ म देखाएको छु तिमीहरू त्यसमा लाग्नु अनि लाग्न सक्यो भने अनि तिमीहरूले इच्छा चाहिँ पुरा हुन्छन् के हो हाम्रो इच्छा दुःखले हटाउने सुख प्राप्ति हैन त्यो गर्दाखेरि के अरे अहिले मैले भने नि बुद्धको जुन देखाएको मार्गमा लाग्ने भनेको चाहिँ के हो भने पूजापाठ गरेर मात्र पुग्दैन के प्रार्थना गरेर पुग्दैन कि लाग्ने तरिका के हो भने बुद्ध आफू स्वयंले भनेको तिनटाद्वारा अहिले भने श्रवण के अरे चिन्तन मननद्वारा हो त्यो बुद्धले देखाएको सत्यको मार्गमा लाग्ने भनेको त्यसरी लाग्ने हो कि धुप चराएर यतिले पुग्दैन कि पुण्य छैन भनेको होइन है मैले हो अब त्यो पनि आजकल मान्छे नबुझ्यो त्यो चाहिँ कर्मश रूपले जानुपर्छ कि पहिले श्रवण अनि चिन्तन अनि मनन वा ध्यान आजकल मान्छेहरू धेरै के मान्नुपर्छ भन्दाखेरि के अरे सर्टकट होइन श्रवण पनि पर्दैन समय धेरै खेर जान्छ चिन्तन पनि पर्दैन सिधै झोक्छिन र साक्षिनको ध्यान गरिदेऊ न तुरुन्तै बुद्ध हुन्छ जस्तो लाग्छ यस्तो हुन्छ भने बुद्धले हामीले किन दुःख दिन्छ र त तिनवटा त्यो क्रम चाहिँ हामीले किन बताएको त बुद्धले अझमा छ नि त्यो लजिक आफैले विचार गर्दैन कि मान्छे धेरैले यदि बुद्धले त्यो सर्टकटमा हुन्छ पुरै होइन एउटा पनि कसैले पनि हुँदैन भने होइन है कुनै कुनै व्यक्ति हुन्छ कि स्पेसल पूर्व जन्ममा धेरै चिन्तन धेरै श्रवण गरिसकेको एकदमै भाषा राम्रो छाप राम्रो लागेको मान्छे चाहिँ यो वर्षमा यो जन्ममा यति श्रवण र चिन्तन यति नभएर पनि तुरुन्तै एउटा एक दुईवटा टिचिङ सुनेर पनि ज्ञान प्राप्ति हुनु पनि छ नि तर त्यो त हजारौँमा एउटा होला सायद त्यसमा आफू पर्छ कि पर्दैन आफूले त चिन्छ होला नि हामी आफूले किन भ्रम राख्ने त होइन र आजमा छ नि हामी होइन त्यो गर्दाखेरि मेरो बिन्ती हो तपाईँहरू धेरै अहिले हाम्रो युवाहरू युवतीहरू यति धर्ममा चासो दिएको म त धेरै खुसी लाग्छ कि अस्ति उहाँले टिचिङ गर्दैछु भन्दाखेरि म समय त अलिकति गाह्रै छ चिजो पनि छ म त तपाईँहरू इच्छा भएको कारणले म खुसी भएको है तपाईँहरूले नत्र म मेरो टिचिङ त धेरै गर्ने ठाउँ धेरै छ कि त्यो होइन तर म एकदम खुसी लाग्छ कि तपाईँले इच्छा देखाएको नि म धेरै खुसी लाग्छ कि मेरो लागि उपहार सबभन्दा ठुलो त्यो हो जस्तो लाग्छ होइन त्यो गर्दाखेरि तपाईँहरू चाहिँ बुद्ध धर्म असल राम्रो गरेर पढ्नुहोस् चिन्नुहोस् यति राम्रो छ यो कहिले मान्छे के धर्म भनेको अर्को जन्म लागि भन्छ होइन नि अर्को जन्म लागि मात्रै होइन नि यही जन्ममा पनि काम लाग्छ नि होइन धेरै काम लाग्छ अर्को जन्ममा काम मात्रै लाग्ने होइन कि यो जन्ममा पनि काम लाग्छ दुइटै यो अर्को जन्म दुइटैमा काम लाग्छ त्यो गर्दाखेरि मान्छे बेग्लै हुन्छ कि अलिकति बुझ्यो भने त्यो गर्दाखेरि आज चाहिँ हामी यो चाहिँ धेरै मनमा यो बुद्धको सत्य मार्ग देखाएको छ त्यसमा लाग्ने भनेको लाग्ने तरिका कस्तो हो भनेदेखि श्रवण चिन्तन मननद्वारा लाग्ने हो त्यो बाहेक अर्को केही छैन है त्यो चाहिँ मनमा राख्नुहोस् अब महत्त्वपूर्ण एउटा अलिअलि छ म सर्टकटमा भन्छु है अब धेरै अघि मैले भने नि बुद्धले चाहिँ सत्यको मार्ग देखाएको भन्दाखेरि सत्यको मार्ग चाहिँ अब फेरि यस्तो भन्दा पनि हुन्छ बुद्ध सत्य मार्ग के भन्छ 4 आर्य सत्य जुन बुद्धले 4 आर्य सत्यको जुन टिचिङ छ नि त्यो पनि सत्यको दर्शन हो नि होइन त्यो 4 आर्य सत्यको अभ्यास भनेको चाहिँ थेरवादादेखि लिएर महायान वज्रयानसम्म सबैमा 4 आर्य सत्यको अभ्यासभन्दा बाहिर होइन कि त्यो बााउन्ड्री होइन त्यो बााउन्ड्री छ नि त्यहाँबाट बाहिर होइन कि वज्रयानको अभ्यास जोक्सनको अभ्यास भए तापनि त्यो 4 आर्य सत्यको अभ्यास भित्र रहनुपर्छ कि त्यो यति 4 आर्य सत्यको जुन बााउन्ड्री छ नि त्योभन्दा बाहिर गयो भने त्यो बुद्धिस्टको अभ्यास नै होइन कि त्यो नाम जे दिए तापनि छक्जेन जोक्जेन होइन महायाना थेरवादा जे नाम दिए तापनि त्यो बुद्धिस्ट होइन कि त्यो जुन तरिका होइन हामी बाजा वज्रयानमा बाजा पुग्नेहरू हुन्छन् होइन हेर्दाखेरि त थेरवादासँगै धेरै भिन्नता देख्छ नि हामी तर पनि जे गरे तापनि असल त्यो अभ्यास चाहिँ के हो भन्दा 4 आर्य सत्यको बााउन्ड्रीभन्दा बाहिर छैन कि त्यो हुनुपर्छ कि त्यो
जुन अभ्यास थेरवाददेखि लिएर हामीहरू महायाना र वज्रयाना भन्छ नि त्यो सबैमा चार आर्य सत्यको अभ्यास चाहिँ हुनैपर्छ त्योभन्दा त्यही उल्लङ्घन भयो भने त्यो बुद्धिस्टको अभ्यास छैन त्यो बुद्धको टिचिङ होइन त्यो त्यस्तो बुझ्यो भने हामी सबैले श्रद्धा आउँछ कि महायानाले थेरवादले श्रद्धा आउँछ महायानाले वज्रयानाले पनि श्रद्धा आउँछ कि वज्रयानाहरू थेरवादले पनि श्रद्धा हुन्छ कि त्यही नबुझेर एकाअर्काले बुद्धिस्ट भित्र पनि एकाअर्काले अलिकति हेलेन हेलेन हुने कारण त्यही नबुझेर हो भन्छु कि होइन अब त्यो चाहिँ एउटा मनमा राख्नु होला अनि अर्को चाहिँ के छ भन्दाखेरि अनि हामी अब आजको चाहिँ सुरु गर्नु तपाईँलाई अब अगाडि बोधिचरा अवतारमा के भनेको छ भन्दाखेरि यस्तो भनेको छ राम्रो हेर्छ म तपाईँलाई चाहिँ सेयर गर्छु दुङ्गल दोड्दै लो यो एकदम दुङ्गल निलङ ग्यु हामी प्राणी सबै दुःख चाहेको कोही पागल भयो भने थाहा छैन है मनको सन्तुलन ठिक नभएको मान्छे हो भने आफू आफूले चक्कु गोच्छ आफू आफूलाई आत्महत्या पनि गर्छ नि यति मनको सन्तुलन ठिक भएको व्यक्ति हो भने प्राणी हो भने दुःख चाहिन्छ भनेको कोही छैन कि संसारमा मैले दुःख चाहिँदैन भन्छ अनि आम त घिन्दिन्छु मैले यो म एक शब्द चाहिँ एक्ज्याक्टली चाहिँ मनमा आएन तर अर्थ भन्छ है कमिला के अरे एन्ट्स भन्छ नि कमिलो भन्छ कमिला भन्छ कमिला चाहिँ आँखा छैन भन्छ कि यति लाइन लागेर उनीहरू दौडेको हुन्छ नि तपाईँहरू त्यो कमिलोको त्यो गुडमा हेर्नुहोस् त यति दौडिन्छ कि यिनीहरू के को लागि त सुख प्राप्तिको लागि हेर्नु न प्राणी जो भयो त भने हाम्रो मान्छेहरू हेर्नु न दिन रात खटाएर दुःख पसिना चुरेर दुःख गर्ने के कारणले दुःख गरेको त त्यो दुःख गरेर केही कमाएर सुख पाउँछ कि भनेर आशाले त हो नि हामी भन्दाखेरि हरेक प्राणी जति कति दौडिरहेको छ कति दुःख गरिरहेको छ त्यो सबै के को लागि त सुख प्राप्ति लागि त हो नि मैले दुःख पाउँछ भनेर दौडेको होइन होला नि तर हामीले के छ भन्दाखेरि यहाँ चाहिँ के भनेको छ नि ढुङ्गाल दौड्दै लो क्या कस्तो राम्रो छ कि दुःखबाट मुक्ति चाहना भए त भने ढुङ्गाल दौड्दै लो क्या ढुङ्गाल निलाङ्ग बग्यो रे त्यो दुःखको कारण नचिनेर हामी दुःख पाउनेको के अरे दुःख पाउने स्रोत भनौँ दुःख पाउने कारणतिर हामी ढल्किरहेको छ कि फेरि त्योप्रति हामी ढल्किरहेको छ कि फेरि नचिनेको कारणले सर्टकट भन्छ है म तपाईँलाई उठ क्यामल भन्छ नि एउटा कथा छ कि क्यामलले चाहिँ एकचोटि खाना र पानी पियो भने 6-7 दिनसम्म हाम्रो रेगिस्तान भन्छ नि त्यस्तोमा हिँड्दाखेरि खाना नभएर पनि उनीहरू बाँच्छ कि त्यो अनि तर पनि अब खाना टन्नै खायो त्यो रेगिस्तान त्यो होइन जाँदाखेरि अब 500 दिनसम्म मर्दैन होला तर पनि भोक लाग्छ नि 500 दिन पुग्दाखेरि भोक लाग्छ होला तर रेगिस्तानमा चाहिँ के हो घाँस त उम्रिँदैन होला तर पनि त्यहाँ के अरे हाम्रो काँडा भएको एउटा सानो सानो बुस छ अरे क्या त्यही उम्रिन्छ अरे अनि उनीहरू भोक लाग्दाखेरि त्यही खान्छ अरे कि अब त्योमा काँडा धेरै पाएको कारणले काँडा चाहिँ आफ्नो के मुख भित्र के त्यो माथि के भन्छ त्यसले त्यो हाम्रो याज्ञन भन्छ लामा भाषामा त्यसमा गोजेर चाहिँ रगत धेरै निस्किएर आउँछ अरे कि अनि त्यो उठले चाहिँ अब रगत निस्किएको कारणले हामी प्राणी सबैको धेरै जस्तो रगतमा त्यो सल्ट हुन्छ नि नुनिलो हुन्छ नि अब त्यो नुनिलोको जुन स्वाद छ नि उसको मनमा के सोचेछ भन्दाखेरि यो काँडाको स्वाद हो कि भन्दै टन्नै खान्छ अरे के दिन्छ बुझ्नुभयो तर बेलुका भयो अब खाइसक्यो अब बेलुका सुत्दाखेरि अघि दिउँसो त्यो काँडाले गोजेको कारणले मुख सबै सुनेर दुखाइले चाहिँ अनि कराउँछ अरे वहाँ पनि कराउँछ अरे कि अब हेर्नु त अब फेरि त्यो दुख्योको कारण अहिले काँडा खाएको भने उसले थाहा छैन कि फेरि भोलि त्यस्तै नै खान्छ फेरि हामी यस्तो कि दुःख चाहिँदैन बेलुका उसले मुख दुखेर त वा रोयो नि तर उसको स्रोत के हो थाहा छैन कि उसको कारण के हो अघि दिउँसो खाएको काँडा खाएको त्यो गोजेको हो भनेर थाहा छैन कि त्यो थाहा भएको कारणले भोलि फेरि त्यही काँडा खान्छ फेरि त्यसरी नै हामी अज्ञानता भएको कारणले हामीले पनि दुःख चाहिँदैन भन्दै नचाहेदा पनि दुःखतिर नै ढल्किरहेको छ त्यो के कारणले अज्ञानताको कारणले ज्ञान नपाएको कारणले यथार्थ नबुझेको कारणले है अनि अर्को यहाँ यस्तो अहिले हाम्रो बौद्ध अवतारमा बनेको है देवा द्वैज्ञान तिमुपे
देवा ध्वज सुख चाहे तापनि अविद्याको कारणले है देवा ध्वज तिमुपे राङ्गी देवा डादर जुम्रा आफ्नो दुःखले पनि शत्रु जस्तो गरेर नष्ट गर्छ अरे जुन सुख पाउने वाला छ नि त्यसले नष्ट गर्छ अरे धेरै त्यो सबै के कारणले हुन्छ भनेको भन्दाखेरि कज एन्ड के अरे एफेक्ट त्यो नबुझेर के अरे हाम्रो के भन्छ फल र हेतु भन्छ नि नेपालमा फल र हेतु नबुझेर के दुःखको कारण के हो थाहा छैन भने दुःखको कारण म मनमा राम ल तपाईँलाई हेर्नु है मान्छेहरू के गर्छ पसलमा जाँदाखेरि म सधैँ भन्छु कि यो पसलमा जान्छ बिहान पसल गर्नुहुन्छ अनि पूजा गर्छ कि आज दिउँसो म कमाइ राम्रो होस् भनेर पूजा गर्छ धेरै जस्तो छ हाम्रो हिन्दू र बुद्धिस्टहरू पसलमा हिँड्नु त एउटा सानो मन्दिर बनाउँछ अनि प्रार्थना गर्छ बेलुका धोको भन्दाखेरि पनि प्रार्थना गर्छ नि अब यस्तो विचार गर्दाखेरि कि बिहान चाहिँ प्रार्थना कस्तो गर्छ जस्तो लाग्छ कहिलेकाहीँ आज चाहिँ म धेरै कमाउनु सकोस् है भनेको चाहिँ आज चाहिँ म जति सक्दो मान्छेले ब्रह्म पढ्न सकोस् चिटिङ भनौँ न 100को 200को 500 भनेर चाहिँ म कमाउन सकियोस् भनेको त हो नि अब बेलुका म यति कमाए मान्छेले यति चिटिङ गरिसक्यो अब गरेर चाहिँ पैसा कमाए धन्यवाद भनेको त होला नि भन्दाखेरि खास होइन है अलि राम्रो गर्दाखेरि त्यो गरेको प्रार्थना गरेको त्यो पुण्य हो कि त्यो पाप हो एकचोटि विचार त गर्नु न तर मान्छेले त्यो ज्ञान नभएको कारण त्यो पुण्य हो जस्तो विचार छ कि मान्छेले ओहो म त पसलमा जाँदाखेरि बिहान पनि पूजा गर्छु बेलुका पनि पूजा गर्छु भन्छ नि सबै भनेको होइन है धेरै जस्तो त्यस्तो छ कि त्यो पनि के कारणले हुन्छ भन्दाखेरि अज्ञानताको कारणले भन्ने हो कि त्यो होइन त्यो गर्दाखेरि हामीले चाहिँ जबसम्म ज्ञान पाउँदैन तबसम्म अज्ञानताबाट छुटकारा पाउँदैन त्यो पाउँदैन भने दुःख सबै त्यहीबाट सुरु हुने हो होइन त्यहीबाट पाउने हो त्यो गर्दाखेरि अब धेरै नपरौँ हामी मेन टपिकमा जान्छौँ धेरै भन्ने कुरा छ भोलि पर्सि विस्तार बताउँला अनि अहिले भने नि दुःखको मूल कारण के हो भने मान्न हो कि एउटा म भन्छु है एकदम राम्रो छ यो पुङसँग घिस्युबी गीत भनेको छ कि अब यो नेपालबाट के भन्छ होला कि सबाहु परिपराचना तान्तरा भन्छ कि त्यस्तो होला सायद मेरो प्रोनाउन्सिएसन यदि राम्रो छैन त्यो पुङसँग घिस्युबी गीत भनेको एउटा छ त्यसमा यो राम्रो एउटा भनेको छ म यो टिबेटन पढेर चाहिँ तपाईँहरूले चाहिँ नेपालीबाट अलिकति व्याख्या गर्ने प्रयास गर्छु देचेरे चुम्देङ ग्यालवे ओङ्बुये छेदु कुनकी चावा सेम शेसुङ बुद्धले देचेरे त्यस कारणले बुद्धले के भन्नुभएको छ भन्दाखेरि यो दुःख र सुख भनेको सबैको कारण चाहिँ के हो भने मन हो भनेको छ अरे चावा सेम शेसुङ सेम नि दाङवे हामी देवादाङ दुःखको कारण भने मन हो सुखको कारण मूल कारणको हो मन हो कसरी हो भने सेम धावा भनेको चाहिँ शुद्ध मनले चाहिँ के गर्छ भने सुगति प्राप्ति गर्छ अरे सुगतिको प्राप्ति भन्दाखेरि त्यो सुख होइन सुखवादीको त्यो सुख भनौँ के सुखवादीको प्राप्ति हुन्छ अरे शुद्ध मनले अशुद्ध मन रिस राग ईर्ष्या द्वेष भन्छ नि हामी त्यसले चाहिँ के गर्छ भने दुर्गतिको दुःख चाहिँ भोग्नुपर्छ अरे भन्दाखेरि दुर्गतिको दुःख सुगतिको सुखहरू चाहिँ केमा पर्छ मन र अशुद्ध मन कि त सकारात्मक मन र नकारात्मक मन भन्छ नि हामी त्यस्तो दुईवटा छ त्यही कारणले हरेक कुरा सुख र दुःख भन्नु मनमा भर पर्ने हो त्यही गर्दाखेरि सबै दुःख सुख मनमा भर पारेको कारणले मनले चाहिँ शुद्ध बनाउनु पर्यो मनले चाहिँ के भन्छ हामी सम्हाल्नु पर्यो मनको जस्तो कि त्यस्तै राखेर बाहिर के गरेर दुध मात्रै बालेर के गर्छ दुध चलाएर मात्रै हुँदैन के त्यो कति राम्रो भन्नुभएको छ अनि यस्तै नै यहाँ चुन्जुङमा फेरि यस्तो भनेको छ हेरे एकदम मन बनाउने गाङ्गी छु चोचो सेमगी सङ्दी मासिना सबै पुण्य र पाप भनेको दुःख र सुख सबैको कारण मन हो भने मनको हाम्रो के भन्छ रस्से सवा होइन रस्से चाहिँ बुझ्नुपर्छ अरे कि जबसम्म मनको रस्से नबुझ्यो भने अनि दुःख पाउँछ अरे दुःख नचाहेद भने दुःखपट्टि झल्किन्छ सुख चाहेद भने सुख नष्ट गर्छ हामी
हैन त्यो गर्दाखेरि त्यो सबै कहाँबाट आयो भने अविद्याबाट आयो त्यो अविद्या हराउनको लागि विद्या चाहियो है त्यो चाहिँ मनमा राख्नु ल आज आज यति मात्र भन्छु अब यहाँ आज हामी यो घुम्रिम भनेको चाहिँ बोधिचरा अवतारको भावना क्रम हैन घुम्रिम भनेको चाहिँ पटुरुमुसीले लेख्नु भएको हो अनि खास त यो चुन्चुको घुम्रिम भनेको कमलेसीले लेखेको त धेरै तीनटा घुम्रिम थोक्ता वर्ष भनेको धेरै ठुलोहरू पनि छन् है तर यो एकदम सर्ट हैन एकदमै राम्रो हाम्रो लागि धेरै राम्रो छ कि त्यो अब भन्दाखेरि यो आज म तपाईहरुले त्यो घुम्रिमको त्यो विषयवस्तु के हो भने छोटकनमा भन्छु है त्यो मनमा राख्नुस् ल आज यो अस्ति भने नि त्यो हाम्रो अस्तिदेखि म जति पाप भने नि त्यो सबै त तपाईहरु मनमा राख्न सक्दैन नि तर यो मेन पोइन्टहरु चाहिँ आफूले समाउनु पर्छ कि त्यो यति समाउन सक्छ भने तपाईहरुले चाहिँ धेरै बुझ्नु हुनुहुन्छ सिक्ने तरिका त्यस्तो हो कि मेन पोइन्टहरु चाहिँ समाउनु पर्यो कि अनि त्यो कन्टेन्ट भन्छ नि कन्टेन्ट चाहिँ अलिकति विचार गर्नु पर्यो कि हामी आज आउँछ कन्टेन्ट चाहिँ सचेत भन्छ हामी हैन अनि आज चाहिँ म के भन्छु भने यो बोधिचरा अवतारको भावना क्रम हाम्रो अहिले सिक्दैछन् त्यसको विषयवस्तु के हो त त्यो हैन टपदेखि लिएर अन्तिमसम्म सुरुदेखि लिएर अन्तिमसम्मको त्यो हैन अब 6-7 पाना होला तर त्यसको हैन यसको के भन्छ यो सामग्री भनौं त्यसको विषयवस्तु भनौं त्यो छोटकनमा भन्नु पर्दा के हो त भन्दाखेरि उपाय र प्रज्ञा थाप्तङ्सेर भन्छ कि दुईटा मात्रै छ महायानको अभ्यास सबै के हो यता हैन के रे धेरै के भन्छ वास हैन एकदमै हैन गहिरो एकदमै विस्तृत रूपमा छ नि हैन विस्तार हो कि विस्तृत विशाल छ नि विशाल छ नि गहिरो र विशाल छ नि त्यो सबै यता के भन्दा निचोडमा लिएर आयो भने दिरो मात्रै उपाय र प्रज्ञा त्यो गर्दाखेरि यसको विषयवस्तु के हो भने उपाय र प्रज्ञा अहिले यो उपायमा के भनेको छ दुईटो बुद्धिचित्तहरू चाहिँ व्याख्या आउँछ यहाँ दुईटो बुद्धिचित्तको अभ्यास कसरी गर्नुपर्छ भने आउँछ यहाँ प्रज्ञामा आउँदाखेरि छ र परमिताहरू आउँछ अनि छ परमिताभित्र अनि त्यो माइन्डफुलनेसहरू सबै आउँछ नि तर खास गरेर छ र परमिता छ नि दान परमितादेखि लिएर प्रज्ञा परमिता भन्छ नि त्यो छहरू छ नि त्यसमा पनि उपाय र प्रज्ञा छुटाउन सक्छ है मनमा राख्नु ल के भन्दाखेरि दानशील अनि के अरे हामी वीर्य परमिता भन्छ नि अनि के अरे समाधि हैन समदेन भन्छ नि ध्यान पारमिता ध्यान पारमिता ध्यान पारमिता भन्छ त्यो 5 वटा चाहिँ यस्तो गरे पनि हुन्छ सजिलो गरे पनि खास त्यो भन्ने तरिका व्याख्या गर्ने 2-3 वटा छ है यो भित्र चाहिँ के भरे दान शील अनि के रे हाम्रो शोभा भन्छ नि के रे शान्ति पारमिता अनि त्यहाँमाथि लिएर अनि यो के रे हाम्रो समदेन के रे ध्यान पारमिता चारवटा चाहिँ उपाय अनि प्रज्ञा पारमिता चाहिँ प्रज्ञा भयो नि अनि यो वीर्य चाहिँ दुवैमा जान्छ अरे के हैन प्रज्ञा पारमिता लागि पनि वीर्य चाहियो इन्टेलिजेन्स चाहियो अनि अरु दानशील शान्ति अनि हामी के भन्छ त्यो के रे समाधि भन्ने पनि हुन्छ त्यो के रे ध्यान त्यसमा पनि हाम्रो त्यो चाहिन्छ के त्यो कि त यो 5 है त्यो 5 भने दान शील अनि अहिले भने नि शान्ति वीर्य अनि ध्यान पारमिता 5 वटा नि उपायमा राखेर प्रज्ञा पारमिता चाहिँ प्रज्ञामा राखे पनि हुन्छ तर यहाँ बोधिचरा अवतारमा प्रज्ञा के अरे अघि भने नि उपाय र प्रज्ञा भन्दाखेरि प्रज्ञामा छ र प्रज्ञामा पारमिता सबै त्यसमा आउँछ कि त्यो किन भन्दाखेरि अहिले बोधिचरा अवतारको च्याप्टर 9 मा सुरुमै छ हेला यता थम्चे नि थुबी शेर देन्दुसुङ भनेको छ कि एकदम राम्रो हेर्छ हेला भनेको अङ्ग हैन छ र पारमिता मध्येमा चाहिँ 5 वटा अङ्क चाहिँ 6औं अङ्ग जुन प्रज्ञा पारमिता छ त्यो उत्पन्न नभएको उत्पन्न हुनुको लागि अभ्यासमा दिएको राखेको हो भनेको छ के त्यो हेला त्यता थम्चे नि थुबे भनेको बुद्धले किन हैन प्रज्ञा पारमिता मात्रै भन्ने हुन्छ नि त्यो
परम हैन उपाय र प्रज्ञा दुईटोमा चाहिँ त्यो छोरा किन भन्नु त्यो पाँचवटा चाहिँ प्रज्ञा पारमिता उत्पन्न हुनुको लागि के भन्छ यो कारण सहयोग कारण बनाउँ न त्यसको लागि बनेको हो भनेर बनेको छ कि त्यो अब भन्दाखेरि यहाँ एकदम पोइन्ट छ अब एकदम मन बनाउने आज छोटकटमा बनेर यो बोधिचरा अवतारको भावना कर्म जुन अहिले हामीले सिकिरहेको छ त्यसको विषयवस्तु निचोडमा लिएर आयो भने छोटकटमा भन्नुपर्दा के हो भने उपाय र प्रज्ञाको बारेमा बताउँदैछ उपायमा के छ भन्दा यहाँ अहिले हाम्रोमा चाहिँ उपायमा चाहिँ बोधिचिता हैन बोधिचिता आउँछ बुझ्नुभयो दुईटा मेम्बर झुक्पा भन्छ भोलि आउँछ नि हामी त्यो आउँछन् प्रज्ञा हैन उपाय र प्रज्ञा भन्छ प्रज्ञामा चाहिँ छोरा पारमिताहरू आउँछन् छोरा पारमिता कसरी आयो त भनेको दान पारमिता कसरी आयो भने यो पाँचवटा पारमिता चाहिँ छेटौं प्रज्ञा पारमिता उत्पन्न हुनुको लागि सहयोगको रूपमा चाहिँ व्याख्या गरेको छ कि त्यो सायद त्यस्तो भन्नुपर्छ होला है अब यहाँ अर्को कुरा महत्त्वपूर्ण के बुझ्नु पर्यो भन्दाखेरि ज्ञान उत्पन्न हुनुको अहिले हामी सम्बारा छोक्नी भन्छ कि दुईटा सम्बारा छ नि पुण्य सम्बारा ज्ञान सम्बारा एकदम मनमा राख्नु है अहिले भने नि बोधिचिता पनि दुईटा सम्बारा मध्ये जेनरली भन्नु पर्दाखेरि हैन के हो भन्दाखेरि बोधिचिता पनि के रे सुनमकी छो खास अब त्यसले फेरि यो के भन्छ इम्ब्यारेस भन्छ नि चिसिन्बा के भन्छ नेपालबाट अङ्गालेको अर्थात् इम्ब्रेस्ड अङ्गालेको इम्ब्रेस भन्छ नि अङ्गालेको है त्यसले चाहिँ यति प्रज्ञा पारमिताले चाहिँ अङ्गालेको छ भने अब बुद्धिचिता पनि प्रज्ञा पारमिता अभ्यास नै हुन्छन् नतर के हो भन्दाखेरि यो बुद्धिचिता अभ्यास पनि पुण्य सम्पारा हो त्यो ज्ञान सम्पारा होइन कि त्यसरी नै अहिले छवटा पारमिता मध्येमा पनि पाँचवटा पारमिता छ नि दान शील शान्ति वीर्य दान ध्यान पारमिता पाँचवटा पनि के हो भन्दाखेरि अहिले के अरे पुण्य सम्भारा हो कि ज्ञान सम्भारा होइन ज्ञान सम्भारा ज्ञान सम्भारा चाहिँ कुन हो भने छेटौं होइन ज्ञान पारमिता के अरे प्रज्ञा पारमिता मात्रै हो अब भन्दाखेरि यस्तो मनमा राख्नु है ज्ञान पारमिता वा प्रज्ञा पारमिता हामीले चाहेको के हो अघि भने अविद्या मूल संसारको मूल कारण अविद्या वा हामीले अज्ञानता भनौँ न त्यो हटाउनुको लागि के अरे प्रत्यक्ष जबसम्म प्रज्ञा पारमिता हामीमा उत्पन्न हुँदैन तबसम्म अज्ञानता वा अविद्याले त्याग्न सक्दैन कि हामी अब त्यो त्याग्ने लागि प्रज्ञा पारमिता चाहिँ छ त्यो नभएसम्म हामी संसारबाट मुक्ति पाउने हामीले अवसर छैन हामीले चान्स छैन भन्दाखेरि प्रज्ञा पारमिता अवसर अब आउने होइन कि प्रज्ञा पारमिता पाउनुको लागि पनि पुण्य सम्भारा चाहिँ छ कि फेरि एकदम मनमा राख्नु है यसो ढुन्डम लेन्ची त्यो के अरे उद्दन्त तारा हाम्रो गिलामा भन्छ नि अवतार भन्छ नि के अरे हाम्रो उत्तरा तन्त्र कस्तो पढ्न सिकिने होइन उत्तरा तन्त्र भन्छ त्यसमा यस्तो भनेको चाहिँ राम्रो छ कि ढुन्डम लेन्ची कि बिहे भनेको चाहिँ त्यो ज्ञान पारमिता हो के अरे प्रज्ञा पारमिता हो ढुन्डम लेन्ची कि बिहे नि छोक्सा टिबाजाङको लाग्छ ज्ञान पारमिता भनौँ ज्ञान है ध्यान भनेको होइन ज्ञान वा प्रज्ञा पारमिता चाहिँ आफसे आप आउँदैन त्यो उत्पन्न हुनुको लागि पनि पुण्य सम्भारा चाहिँ छ रे छोक्सा टिप्चाङ क्लेसहरू दबाउनुपर्छ छोक्सा चाहिँ छ कि भन्दाखेरि एकदम मनमा राख्नु है अहिले हामी दान गर्नुपर्छ भनेको चाहिँ दानले चाहिँ मात्र गरेर बुद्धता प्राप्त हुन्छ भनेको होइन नि तर दान पारमिता गरेर ज्ञान पारमिता उत्पन्न हुनेमा सहयोग पुर्याउँछ क्या त्यसले शील पालना मात्र गरेर बुद्धता प्राप्त हुन्छ भने होइन नि सुकातुमा पुग्छ है फेरि सुकातु भनेको छोलोक भित्र हो नि होइन त्यो कता छोलोक भित्र भनेको संसारमै हो नि भवसागरमै हो नि त्यो कता भवसागरबाट मोक्ष भनेको त भवसागरबाट तार्ने पर्यो त्यो तार्नेको लागि त ज्ञान पारमिता नपाएसम्म हामी हुँदैन कि त्यो किन भन्दाखेरि अहिले भने ज्ञान पारमिता मात्र त्यो के अरे अज्ञानता वा अविद्याको के अरे प्रत्यक्ष त्यो एन्टिडोट होइन त्यो हो कि त्यो अर्को केही कसैले पनि उसको एन्टिडोट गर्न सक्दैन कि बन्न सक्दैन
बुझ्नुभयो त्यो कारण हेर्नु न कस्तो राम्रो छ नि है टेक्स्ट भन्नाले चाहिँ बुझ्नुपर्छ हामी सबै कहिले कहिले भन्छ प्रज्ञाबाट एम्प्टिनेस रिलाइज भयो भने भइहाल्यो नि अर्को के चाहियो त भन्छ कोही कोही मान्छे पुट्टो गर्छ कि फेरि एम्प्टिनेस रिलाइज भयो त राम्रो होला भएको छ भने तर एम्प्टिनेस चाहिँ रिलाइज हुनुको लागि त के अरे पुण्य सम्भारा पनि चाहिन्छ नि त पुण्य सम्भारा भनेको चाहिँ अहिले भने दान शान्ति शील सबै अभ्यासबाट त कमाउने हो नि आज मान्छे कोही मान्छे यस्तो हुन्छ कि फेरि है फेरि कोही कोही चाहिँ ज्ञान पारमिताले वास्तै नगरेर फेरि ध्यान र शीलमा मात्रै फेरि टाउ घुमेर बस्ने मान्छे पनि हुन्छ त्यो पनि भएन कि त्यो एकदम ब्यालेन्समा हामी जानुपर्छ त्यसले गर्दाखेरि यिनीहरू पनि के भन्छ अहिले यो विषयवस्तुबाट चाहिँ म भनेको हो विषयवस्तु चाहिँ अहिले भने नि उपाय र प्रज्ञा हो त्यो उपाय र प्रज्ञा भनेको सबै महायानको अभ्यास चाहिँ त्यसमा समेट्ने हो कि उपाय प्रज्ञा भित्र नसमेटेको है इन्क्लुड नभएको अभ्यास केही छैन कि एकदम मनमा आउँदैन अब म यहाँ एउटा भन्छु त्यो चाहिँ एकदम मनमा है भोलि पर्सि मान्छे सोध्यो भने तपाईँहरू बुद्धिचार अवतारको क्रम त्यो सिद्धिछ भन्छ त्यसको विषयवस्तु के हो त भन्दाखेरि छट्टै तपाईँहरू चाहिँ आफूले मनमा पनि रहनु पर्यो मान्छेले भन्नु पनि सक्नु पर्यो होइन अब यहाँ अर्को एउटा म के भन्छु जङ्छु लामटिन हाम्रो जो छेपाल्ते आदि छ होइन उहाँले भन्नुभएको दिपम जो होइन के भन्छ यसलाई दिपम कराले चाहिँ कस्तो भनेको छ भने भन्दाखेरि म यहाँ एउटा तपाईँहरू पढेर भन्छु ल बोधिपाठ प्रतिमा भन्छ कि जङ्छु लामगिटोनमे भन्छ बोधिपात प्रतिभ होला सायद त्यसमा के भनेको छ यस्तो थपदाङ डावी शेरब डावी थपदाङ गाङची छिवा शेसुवे देवे निका पाङमिजा भनेको छ कि एकदमै राम्रो छ अहिले मैले भने कसैले चाहिँ दान र त्यो हामीले पुण्य सम्भारमा मात्रै टाउ घुमेर बस्ने मान्छे छन् त्यो पनि भएन कुनै चाहिँ एम्प्टिनेस रिलाइज भयो भने भइहाल्यो नि भनेर चाहिँ फेरि पुण्य सम्भाराले हेला गर्ने मान्छे पनि छ त्यो पनि भएन त्यही गर्दाखेरि यहाँ के भनेको छ भने थप तन्त्र विषय होइन उपाय बिनाको प्रज्ञाले पनि मोक्ष दिलाउँदैन भनेको छ फेरि मान्छेले किनभने उत्पन्न हुनै सक्दैन गाह्रो हो नि होइन पुण्य सम्भार नभएर ज्ञान सम्भार चाहिँ उत्पन्न हुने गाह्रो हो असम्भव हो कि त्यो है अनि यहाँ के भने शेरब द्रव्य थप प्रज्ञा रे प्रज्ञा बिना उपाय मात्रले पनि मोक्ष दिलाउँछ दिलाउँदैन अरे त्यही गर्दाखेरि प्रज्ञा र उपाय युगनाता भन्छ नि हामी सुङजुक भन्छ कि लामा भाषामा युगनाताको अभ्यासले मात्र मोक्ष दिलाउँछ अरे कि त्यो युगनाताबाट त्यो के अरे प्रज्ञा र उपाय याडल भन्छ नि होइन छुटेको हो कि होइन छुटेको अभ्यासले चाहिँ यो होइन त्यो युगनाता नभएको भनौँ न त्यो अभ्यासले चाहिँ यो संसारबाट मोक्ष दिलाउँछ भने कहिले पनि दिलाउँदैन यहाँ छिङमा भने यो संसारमा भान्ने मात्र काम गर्छ अरे कि जति पुग्यो भने होइन दुर्गतिबाट सुगतितिर पुग्छ होला त्यहाँबाट पार चाहिँ हुँदैन अरे कि त्यही गर्दाखेरि यो संसार भवसागरबाट मोक्ष होइन मुक्ति भनौँ मोक्ष भनौँ पाउनुको लागि त यो युगनाता उपाय र प्रज्ञाको युगनाताको अभ्यास के अरे इन्सेपरेबल भन्छ होइन त्यो है त्यसको अभ्यास हुनुपर्छ कि अब त्यसको अभ्यास हुनुपर्छ भने त्यो चिन्नु त पर्यो नि हामी कहिले कहिले आजमा चाहिँ म अहिले भने नि बुद्धले जुन मार्ग देखाएको छ त्यसमा लाग्ने भनेको चाहिँ श्रवण मनन चिन्तनबाट आउने हो भने नि अब होइन हामी त बुद्धिस्टमा हो अब बुद्ध त प्राप्त हुनुपर्छ भन्छ अनि अभ्यास के हो बुद्धको धर्म अभ्यास के गर्नुपर्छ भने खास त उपाय र प्रज्ञा युगनाताको अभ्यास हो बुद्धिस्टमा मतलब मायानादेखि माथि वज्रयान र मायाना अब त्यो अभ्यास नै थाहा छैन कि उपाय के हो प्रज्ञा के हो त्यसको युगनाता के हो भनेको थाहै छैन भने अझै म वज्रयानको अभ्यास गर्छु म यहाँ महायानको अभ्यास गर्छु भनेर भएर हुन्छ र समस्या नि है त्यही गर्दाखेरि यति म महायानको अभ्यास गर्दैछु म वज्रयानको अभ्यास गर्दैछु भने त्यो गर्ने अभ्यासको के हो त मूल अभ्यास के हो त त्यो त चिन्नु पर्यो नि भन्दाखेरि उपाय र प्रज्ञाको युगनाताको अभ्यास हुनु पर्यो कि त्यो युगनाताको अभ्यास हुन्छ भने पहिले उपाय के हो त अनि प्रज्ञा के हो त
एउटा एउटा गरेर चिन्नु पर्यो कि श्रवण गर्ने चिन्तनबाट रास टेस्ट हुन्छ अनि मनन ध्यान गर्ने हो अनि पो प्रकृति हुन्छ जीव विकास हुन्छ हैन ध्यान गर्नुपर्छ अब आँखा चिमेर बस्ने धेरै छ नि है के गर्छ थाहा छैन दाना भएर त्यस्तो चाहिँ हुँदैन कि त्यसले चाहिँ नहुने हो कारणले त्यो चाहिँ मनमा नआउने है यसको विषयवस्तु छोटकटमा तपाईँले बनाइसक्यो ल अब टाइम चाहिँ प्लिज तपाईँ मलाई त्यो गर्दै गर्ने है म फेरि मेरो अनि आज यो छेउ चाहिँ एकदम राम्रो छ कि अनि यो सुरुमा चाहिँ यदि भने नि झ्याङजु सुम्बी चोबालजु गोम्ब्लिम राप्साल घिमा भनेको चाहिँ यसको नाम हो हाम्रो उहाँले चाहिँ यहाँ यस्तो भनेको छ के अरे नेपालमा चाहिँ त्यो राप्साल भनेको क्षमक के अरे के भन्छ प्रदीप्ता चम्किलो शब्द प्रदीप्ता चम्किलो वा प्रदीप्ता त्यस्तै नाम भयो ल यो के अरे यो किताबको नाम भन्नु राप्साल घिमा भन्दा खास यो किताबको नाम हो यो किताब यो राप्साल घिमा भनेको प्रदीप्त सूर्य नामक भन्छ नि त्यो नामकको किताबले चाहिँ के को बारेमा हो भन्दाखेरि बोधिचरा अवतारको अनि के भन्छ हाम्रो भावना कर्म चाहिँ यसमा बताएको छ भन्छ नि अब बोधिचरा अवतारको भावना के गर्ने त त्यो कर्म यसमा बताएको छ भने त्यो भावना कर्म चाहिँ के हो त भने अहिले भने नि उपाय र प्रज्ञाको अभ्यास हैन पहिले उपाय के हो व्याख्या अनि प्रज्ञा के हो व्याख्या तर असल अभ्यास भनेको त्यतिबेला युग्नताको अभ्यास हुनुपर्छ हैन त्यो गर्दाखेरि यो नाम भयो ल अनि यसमा चाहिँ छेपर ज्वेबा र सम्प्रदम जब भन्छ हामीले चाहिँ के रे यस्तो भन्नुपर्छ होला प्रशंसा हैन अब यो किताब लेख्दाखेरि सुरुमा बुद्ध र बुद्धिस्ट अथवा वा त्रिरत्नप्रति हामी प्रशंसा चाहिँ गर्छ कि त्यो किन गरेको भन्दाखेरि बुद्ध र बुद्धिस्ट अथवाप्रति प्रशंसा गरे भने त्यहाँबाट के हाम्रो पुण्य कमाउँछ कि त्यो पुण्यले के गर्छ भन्दाखेरि यो जुन मैले चाहिँ हैन किताब लेखेको चाहिँ के अरे सम्पन्न हुन्छ कि राम्रो कुरा सम्बन्ध हुनुको लागि पनि धेरै अब्स्टेकलहरू आउँछ नि बिना बाधा आउँछ कि त्यो बिना बाधा हटाउनुको लागि के चाहिन्छ भने पुण्य चाहिन्छ कि म धेरै भन्छु तपाईँहरू अब म पहिला टिचिङ गरेको थाहा छैन यहाँ धेरै छन् धेरै नसुनेको पनि होला पहिले सुनेको धेरै होला मनमा राख्नु है मान्छे धेरैले आजकल त्यो आजमा छ कि पुण्य भनेको चाहिँ अर्कै अनि लाख हामीले भागी हैन भागी माने भन्छ नि भागी भनेको अर्कै विचार गर्छ हैन है सोनम देब्बे मी सबनम जन्टु जुन व्यक्तिले सोनम भनेको चाहिँ पुण्यले बुझ्ने हो कि जुन व्यक्तिले पुण्य छ त्यो व्यक्तिले आफ्नो इच्छा सबै पुरा हुन्छ है रे भन्दाखेरि जुन व्यक्तिले पुण्य छ त्यो व्यक्तिले भागी छ त्यो व्यक्तिले लाग्छ जुन व्यक्तिले पुण्य छैन त्यो व्यक्तिले लाग छैन भागी छैन त्यसको इच्छा पुरा हुनै सक्दैन त्यसलाई चाहिँ हाम्रो यो बुद्धिस्ट परम्परामा चाहिँ किताब लेख्दाखेरि पनि एउटा राम्रो काम सम्बन्ध हुनुको लागि पनि पुण्य चाहिन्छ कि त्यो पुण्य लाभ हुन्छ कि भनेर सुरुमा बुद्ध र बुद्धिस्ट साथीहरूप्रति प्रशंसा गर्छ कति राम्रो हेर्नु त अनि प्रशंसा चाहिँ के गरेछ भने यहाँ चाहिँ एक श्लोकमा चाहिँ 4 शब्द हुन्छन् पहिलो दुईटा श्लोक चाहिँ प्रशंसा अनि अर्को दुईटा श्लोक चाहिँ अनि प्रतिबद्धता भन्छ हैन अनि तब दम्जमा म यो लेख्छु है प्रतिज्ञा रचना गर्ने प्रतिज्ञा ल रचना गर्छु भनेर प्रतिज्ञा ल प्रतिज्ञा त्यसरी बुझ्नु है अब यहाँ यस्तो देशे छेकी कुङा सेचेदाङ भन्दाखेरि यहाँ यो उहाँले चाहिँ म अलिकति उहाँ त्यो अनुवाद भन्दा अलिकति अर्कै भन्छु तर यस्तो गरे पनि हुन्छ है उहाँ अनुवाद गरे पनि ठिक छ देशेक भनेको चाहिँ के अरे अहिले मैले भने नि सुखता भनेको हो है अब यसमा के देखाउँछ त्रिरत्न देखाउँछ तपाईहरु एकदम राम्रो हेर्नुहोस् है यसमा त्रिरत्न देखाउँछ कि त्रिरत्न देशेक छेकुकुङा भनेको चाहिँ खास देशेक भनेको चाहिँ बुद्ध रत्न छेकुकुङा भने धर्म रत्न
सेजे भनेको चाहिँ अनि त्यसले के देखाउँछ त शङ्कर रत्न देखाउँछ व्याख्या गन्तरका धेरै छ ल म अर्कै गरेको है फेरि त्यस्तो यहाँ जुन नेपालीमा उहाँले अनुवाद त्यस्तो गरे पनि हुन्छ तर मलाई तपाईँलाई अलिकति फेरि अर्को टेस्ट है देशिक छ्योकुमा भनेको चाहिँ छ्योकु भनेको खास दुई प्रकारले बुझ्नुपर्छ है एउटा अब्जेक्टमा बुझ्ने हो र एउटा सब्जेक्टमा बुझ्ने हो र के भन्छ यो युल र युल्जिन भन्छ नि नेपालबाट चाहिँ विषय र विषयी भनेर नि भनिन्छ तर त्यो भने अलिकति विषय र विषयी विषय भनेको बाहिर विषय र विषय ल तपाईँले बुझ्नु है अब यो चाहिँ छ्योकुकु भनेको विषय वस्तुमा बुझ्ने हो भने धर्मता शून्यता सबै त्यो सबैले बुझ्यो हुन्छ कि त्यो विषयले बुझ्यो भने सब्जेक्टले बुझ्यो भने त्यो शून्यताले बोध गरेको प्रज्ञानले बुझ्ने हो ज्ञानले बुझ्ने हो भन्दाखेरि यो ज्ञान चाहिँ के हो धर्मरत्न असल धर्मरत्न ज्ञान चाहिँ हो गोगलमनी जुबा भन्छ कि गोगबा लाम भन्छ लामदेन भन्छ कि निरोध र मार्ग लाम पनि असल धर्मरत्न र निरोध सत्य र मार्ग सत्य भन्छ नि असल धर्मरत्न त्यो हो नि आजकल मान्छेले नभए धर्मरत्न के हुन्छ त्यो पुस्तकहरू हो भन्छ कस्तो आज मलाई लाग्छ कि नबुझेको मान्छेले पुस्तक भनेको धर्मरत्नको एउटा प्रतिबिम्ब हो फेरि पुस्तकले हेला गर्ने भनेको होइन नि फेरि ढोग्नै पर्छ राम्रो हो नि तर असल धर्मरत्न त्यो होइन किताब होइन नि किताब र मासी र कागज जम्मा भएको एउटा कुरा चिज त हो नि तर असल धर्मरत्न के हो भन्दाखेरि निरोध सत्य र मार्ग सत्य दुईले धर्मरत्न भन्छ भन्दाखेरि धर्म त साक्षात्कार भएको ज्ञान चाहिँ के हो मार्ग सत्य हो त्यही कारणले अहिले भने देशक भने सुखता भनेको चाहिँ बुद्ध रत्न भयो अहिले भने छुकुमा भनेको छुकु भने धर्म के अरे हाम्रो के अरे धर्मगाय भन्छ नि त्यसले दुई प्रकारले बुझ्नु पर्यो विषय र विशेष के अरे उहाँलाई अघि भने नि सब्जेक्ट र अब्जेक्ट दुईटोमा बुझ्नुहुन्छ कि यो सब्जेक्टमा बुझ्नु पर्यो कि त्यो बोध भएको ज्ञानले बुझ्ने हो कि त्यो गर्दाखेरि त्यो ज्ञान चाहिँ मार्ग सत्य भएको कारणले यो धर्मरत्न भयो सेजे भनेको चाहिँ होइन उहाँका बुद्धको पुत्र भनेको हो पुत्र भनेको चाहिँ धेरै प्रकार बुद्धको पुत्र आफ्नो शरीरबाट पाएको पुत्र राहुल उहाँको वाक्यबाट के अरे जन्मेको पुत्र राङसाङ्गे र राङसाङ्गे भन्छ होइन हाम्रो के अरे प्रतिका बुद्ध र अनि तिनीहरू हुन् अनि बुद्धको चित्तबाट उत्पन्न भएको बोधिसत्वहरू बुद्धको चित्तबाट उत्पन्न भएको भन्छ कि हो त्यस्तो तीन प्रकार हुन्छ अब यो पुत्र भनेको चित्तबाट उत्पन्न भएको जे बुद्धले प्राप्ति भएको बुद्धि चित्त छ नि त्यही बुद्धि चित्त ज्ञान चाहिँ उहाँको शिक्षाहरू दिएर उहाँहरूमा पनि बुद्धि चित्त उत्पन्न भएर चाहिँ बुद्धिसत्व भएको हो नि त्यस कारणले उहाँले चाहिँ पुत्र चित्तबाट उत्पन्न भएको भन्छ कि त्यो पुत्र चाहिँ बुद्धिसत्वहरू बुझ्नु पर्यो त्यो चाहिँ शङ्कररत्न है त्यसरी बुझ्नु पर्यो ल हुन्छ अब योले चाहिँ के भने अब तिरजना छाउबा होइन वन्दनीयहरूले भनेको उहाँले लेखेछन् त्यसो छापचाल हो बा भनेछ कि हामीले होइन उपयोग भएको भन्छ कि भन्छ नेपालबाट होइन त्यसले चाहिँ वन्दना गर्न योग्य भएकोहरूलाई योग्य भएको वन्दना गर्नेको योग्य भएको सबैले म वन्दना गर्दछु है कस्तो राम्रो होइन त देशेक बुद्धरत्न छ्योकुमा धर्मरत्न सेजे अनि सङ्घरत्न लगायत जुन जोसुकै होस् वन्दनाको योग्य भएको सबैले म वन्दना गर्दछु है बुझ्नुभयो त्यसले यो दुईवटा शब्दले के देखाए प्रशंसा भन्छ हामी वन्दना भन्ने पनि हुन्छ त्यहाँबाट पुण्य कमाउने हो अब दोस्रो हामी 5 मिनट मात्रै रहेछ म यहाँ यो बनिरहेको छु दोस्रो यहाँ के भनेको छ भन्दाखेरि यस्तो छ है अनि देशे सेकी दोमला जुबानी लुङसिन दोर्दिने नि जोबर्चा देशे बुद्ध भयो से बोधिसत्व भयो देशे सेकी भने
पुत्र जिन पुत्र हैन उहाँहरूको दम्बा उहाँहरूको दम्बा के हो त उहाँहरूको अभ्यास यहाँ यस्तो बनेको छ नि के अरे सम्बारा हैन सम्बर के हो सम्बारा भन्छ त्यो चाहिँ अभ्यास कसरी गर्ने भनेर चाहिँ त्यसको व्याख्या चाहिँ म यहाँ गर्दछु है भनेर के अरे हाम्रो प्रतिज्ञा उहाँले प्रतिज्ञा लिएको बुद्धको जिन पुत्र बुद्धिस्ट सत्यहरूको मूल अभ्यास हैन के हो भन्दाखेरि झ्याङ्जु सेम्की दोम्बा भन्छ कि हैन त्यो हो अहिले भनौँ न सम्बारा हैन बोधिसत्वको सम्बर बुद्धिस्ट सत्वको सम्बारा हो त्यसको बारेमा चाहिँ म यहाँ रचना गर्ने गइरहेको छु वा रचना गर्छु भने उहाँले प्रतिज्ञा गरेको अब प्रतिज्ञा किन गर्छ त भन्दाखेरि यहाँ यो अर्थ सानोहरू बुझ्नुपर्छ हामी प्रतिज्ञा किन गर्नुपर्छ भने प्रतिज्ञा गरे भने जे काम सुरु गरेको काम चाहिँ अन्त गर्छ अरे कि यदि हामीले प्रतिज्ञा नगरे भने फेरि अल्छीमा के भन्छ यो अल्छीको के भन्छ लागेर चाहिँ फेरि कहिलेकाहीँ सम्बन्ध नहुने त्यस्तो पनि हुनसक्छ अरे त्यही गर्दा अनि अझै के भन्छ एउटा ज्ञान भएको एउटा के अरे राम्रो गुरुहरूले त प्रतिज्ञा गरे भने कस्तो प्रतिज्ञा हो भन्दाखेरि हामी यस्तो भन्छ कि यो के भन्छ ग्रन्थालयमा भनेको छ कि 3 प्रकार प्रतिज्ञा गर्ने तरिका चाहिँ 3 प्रकारको हुन्छ अरे कि एउटा चाहिँ पानीमा चाहिँ चित्र कोरेको जस्तो रे एउटा चाहिँ बलुवामा चित्र कोरेको छ एउटा चाहिँ ढुङ्गामा चित्र कोरेको छ अरे ढुङ्गामा चित्र कोर्यो भने चाहिँ कहिले पनि जाँदैन कि बलुवामा कोर्यो भने एक दिन सायद 2 दिन पनि बस्छ होला हावा आउँदाखेरि फेरि यो पनि मेटेर जाने हो पानीमा चित्र कोर्यो भने सेकेन्डमै जान्छ कि यस्तो गर्दै ए लेख्दै बी लेख्दाखेरि ए गाइसक्यो होइन त्यस्तो हुन्छ हामी मान्छेले पनि के अरे प्रतिज्ञा गर्ने तर कोही अहिले प्रतिज्ञा गरेर एकछिनमै त्यो प्रतिज्ञा टुटाउँछ क्या त्यो कोही चाहिँ 2-3 दिन रहन्छ कोही एकछिन प्रतिज्ञा गरे भने त्यो प्रतिज्ञाबाट कहिले पनि उल्लङ्घन गर्दैन क्या त्यो होइन अब असल व्यक्ति भनेको चाहिँ प्रतिज्ञा नगरेर राम्रो यदि गरे भने त्यो ढुङ्गामा चित्र कोरेको जस्तो सधैँभरि हामी त्यसको निभाउनुपर्छ अरे क्या त्यो होइन त्यो गर्दाखेरि दोला रिमुट बतार भन्छ कि हाम्रो लामा भाषामा त्यस्तो हुनुपर्छ उहाँ त्यो कारणले चाहिँ उहाँले पनि यो प्रतिज्ञा किन गरेको भन्दाखेरि यो सफलता पाउने लागि जुन रचना गर्छु भने उहाँलाई प्रतिज्ञा गरेको किन भन्दाखेरि जुन रचना सुरु गरेको चाहिँ अन्तिमसम्म यो के अरे यो सफलता भनौँ न होइन त्यो पाउनुको लागि उहाँले प्रतिज्ञा गरेको हो भनेर बुझ्नु पर्यो अनि आज हामी समय चाहिँ सकिरहेछ यति गरेर यहाँ राख्छु अनि हामी आउने त्यसमा चाहिँ अब यहाँबाट सरसर हामी जान्छु अनि यो अब विषयवस्तु यहाँ आउँछ है तपाईँलाई हामी यो नपराए त यो विषयवस्तुहरू तपाईँले एकचोटि हेर्नु ल हाम्रो हेर्नु यो विषयवस्तु चाहिँ सब्जेक्ट भन्छ कि त्यो चाहिँ मन बनाउनुपर्छ अनि भोलि यो हाम्रो के अरे बुद्धिजीवी अवतारको भावना गरम चाहिँ सबै मनमा आउँछ कि त्यो यो 5 जति छ नि सब्जेक्ट त्यो चाहिँ मनमा आयो भने यो यस्तो छ यस्तो छ यस्तो छ भने रफली भन्छ नि त्यो रफली चाहिँ मनमा एकदमै आउँछ कि त्यो आयो भने अनि यो पुस्तक पढेको अर्थ भयो कि अनि पढिसक्यो हामी कति के अरे सेसन कति हुन्छ होला 5 6 कति हुन्छ होला सकेर चाहिँ के पढ्यो भने के भन्छ के भन्छ यो गयो कहाँ के हो थाहा छैन भन्यो भने अब तपाईँहरू पनि समय खेर हुन्छ होला मेरो पनि समय खेर हुन सक्छ होइन त्यो गर्दाखेरि त्यस्तो नहोस् यो विषयवस्तु चाहिँ तपाईँहरू सबै मनमा राख्नु होला है अनि हामी बिस्तारै यो यस्तो यस्तो यो यस्तो चाहिँ छ यो यस्तो चाहिँ भन्दै भन्दै हामी तल जाने है त्यति भनेर चाहिँ अझ हामी यहाँ राख्नुपर्छ होला समय सकिएछ अरे अनि तपाईँले के भन्नुपर्ने छ भन्नुपर्ने केही छैन है मैले भन्नुपर्ने केही छैन किनबोला अरूहरू क्वेसन छ क्वेसन छ भने 1-2 वटा भन्नुहोस् अनि हामी म बढ्छु म तपाईँ मैले चाहिँ अप्ठ्यारो र लाज लाग्नु पर्दैन है अब तपाईँहरू त युवाहरू त कलेज र धेरै पढेको मान्छे अनुभव छ नि लाज मान्दैन होला हामी कहिलेकाहीँ चाहिँ गाउँतिर हो भने अलि लाज मान्छ कि ल केही छ भने सोध्नुहोस् नो क्वेसन्स
एकजना सोध्यो भने फेरि फेरि धेरै मान्छे आउँछ कि पहिला सुरु चाहिँ ओपनिङ गर्ने अलिक गाह्रो हुन्छ त्यो म थाहा छ जौनातीले हात उठाउनुहुन्छ हजुर नमस्ते नमस्ते उपायको ल बारेमा सुन्न चाहन्छु अलि बुझिन ल उपाय चाहिँ हामी भोलि आउँछ यो उपाय भनेको चाहिँ यसमा चाहिँ उपाय चाहिँ के रूपमा चाहिँ व्याख्या गरेको छ भने बुद्धिचिता है बुद्धिचिताले चाहिँ उपाय भन्छ के अब बुद्धिचितामा चाहिँ दुई प्रकारको हुन्छ अब त्यो दुई प्रकारको बुद्धि चाहिँ के कस्तो अब हामी भोलि नै आउँछ यो है बुद्धिचित तपाईँले यस्तो भन्नुहोस् यसमा चाहिँ उपाय प्रज्ञा दुईटोमा उपाय भनेको चाहिँ बुद्धिचिताले बुझ्ने हो तर बुद्धिचिताले कति प्रकारको हुन्छ बुद्धिचित कसरी उत्पन्न गर्नुपर्छ बुद्धिचित कस्तो हुने व्याख्या भोलि आउँछ है भोलि मतलब यो आउने सेसनमा आउँछ है ल धेरै सोधेको राम्रो धन्यवाद ल सोध्नुपर्छ है हामी सबैले जति मनमा के शङ्का भयो भने सोध्नुपर्छ अर्को कसैले चाहिँ छ भने सोध्नु होला मेरो यहाँ -9 डिग्री छ है एकदम चिसो छ मेरो ठाउँमा यस्तो गर्नुपर्छ होला अलि टाउको चिसो पनि भयो ल भन्नुहोस् फेरि आनी जस्तो देख्छ भन्छ कि ल भन्नुहोस् छ छैन जस्तो छ खेम्पुला आज यहीँ राख्नु ल यहीँ ल सो ल अनि भोलि पर्सितिर के प्रश्न छ भने तयार गरेर राख्नु होला है नोट गरेर राख्नु अनि सोध्नु अप्ठ्यारो नमान्नु है अनि ल आज हामी यहाँ रहेर सबैले सुनम दे चाहिँ पढ्ने आउँछ होला हामी सँगै पढौँ होला अनि झाङझु सिम्चोर मुछे भनेको चाहिँ यो बुद्धिचिता अवतारको सबै विषयवस्तु समेटेर चाहिँ प्रश्न हो कि म यो अर्थ के भन्छ भन्दाखेरि झाङझु सिम्चोर मुछे भनेको चाहिँ बुद्धिचिता उत्पन्न नभएकोमा भयो उत्पन्न होस् भाग्यपन्न के चिज अनि उत्पन्न भइसकेको चाहिँ कहिले पनि ध्वस्त नहोस् नष्ट नहोस् होइन भाग्यपन्न के अन्यमा कौन अब उत्पन्न भइसकेको नष्ट नभएको मात्रै होइन अझै वृद्धि होस् भनेर चाहिँ प्रार्थना राम्रो छ अनि यो चाहिँ हामी सँगै पढ्छौँ है सोनम देये थम्जे सिबाने थम्ने नेवे टाना पम्जे केगा नाचे बला दुब सिबे जोले दोवर शो 장주 심초 림부르체 마제 빠나 기죠 केवा 냠바 मेबा गोने गोंदो पेवरशो ल हाम्रो हामी सबैमा है हामी सबैमा बुद्धिचिता उत्पन्न होस् ल ल सो अनि गुड नाइट सबैजनाले